हामी चाहिँ यहाँ मकनपुरको बोर्डरदेखि रागसगोलोसम्मको बाटो चाहिँ कस्तो बनाएको छ, फाइनल रूपमा तयार भएको छ कि छैन होइन, हेर्दै जानेछु। बाटोको ट्रायल जस्तो पनि हुन्छ होइन, बाटो पनि हेरिन्छ। यहाँको कालो पथरी चाहिँ कस्तो बनाएछ। अब अस्तिदेखि रातारात गरेको छ, राति गरेको फाइदा र बेफाइदाको विषयमा पनि हेर्नेछु। खासै पहिलो सुरुको लोडमा चाहिँ पहिलो चरणको सडक चाहिँ अब राम्रै छ, त्यस्तो नराम्रो छैन होइन। यसरी हेर्नु पर्दाखेरि हामी यसरी हिँडिरहेको छौँ होइन, हेर्नुहोस् यसरी बुढी राइडर होइन, बुढो चाहिँ पछाडि पेसेन्जर भनेर बसिएको छ, बुढी चाहिँ अगाडि राइडर भनेर हिँड्रहेको छ होइन। यसरी हामी सबैजना हिँडिरहेको छौँ, बुढाबुढी पनि। यहाँको बाटो पनि हेर्दै हिँडिरहेको छ, सडकहरू कालो पत्रेहरू कस्तो भएछ। बाटो यस्तै छ, यहाँको पुल चाहिँ सञ्चालन भएको छैन। हामी उता छेउसम्मै जाउँ होइन, छेउसम्मै गएर हेरौँ। ल हामी जुन ठाउँमा चाहिँ पिच भयो हामी त्यही ठाउँसम्म चाहिँ ओर्लियो होइन। ल यहाँसम्म भएको छ, यहाँदेखि उता चाहिँ अर्को चरणमा हेर्नेछु। हेलो हेलो, आराम हुनुहुन्छ? यतातिर यसो हेर्नु पऱ्यो कि पिच कतिसम्म भएछ। ए यहाँको पनि यो पुलको काम पनि लगभग सकिने लागेको छ, यो पुरिसकेको छ, गाडीहरू छोड्नु मात्रै बाँकी रहेछ। अब लगभग यहाँको चाहिँ 90% सकिसकेको छ, जम्मा 10% मात्रै बाँकी रहेछ भनौँ न लगभग गाडी छोड्नलाई। हुन्छ, हामी अर्को चरणमा भेट्नेछौँ होइन। यो पहिलो चरणको पिचको काम चाहिँ हामीले हेरि नै हाल्यो। बाई। पहिलो चरणको पिच चाहिँ यहाँसम्म मात्रै भएको होइन त हाम्रो, यहाँसम्म त भयो, हामीले हेरिसक्यो। अनि त्यसपछि दोस्रो चरणको चाहिँ अर्को जोडी आउँदै हेर्नेछु। हुन्छ, हामी अर्को चरण चाहिँ भेट्नेछौँ। बाई।